कोठा बन्द गरेर परमेश्वरसँग ढाको छोडी छोडी रुन थाले। भुइँ पिट्दै र छाती पिट्दै परमेश्वरसँग रुन थाले। जब जब रुन थाले अनि मैले प्रभुलाई भन्न थाले, हे प्रभु, कहिलेसम्म तपाईले मेरो जीवनको बाटोलाई खोल्नुहुन्न? कहिलेसम्म यो मेरो जीवनको मरुभूमिलाई अब तपाईले पानी वर्षाउनुहुन्न? कहिलेसम्म मेरो पिता मेरो प्रार्थना सुन्नुहुन्न? कहिलेसम्म यो खडेरी, कहिलेसम्म यो एकान्त, कहिलेसम्म यो आर्थिक कुरामा शून्यता? किन हुँदैछ प्रभु यो कुरा? मैले प्रभुलाई भन्न थाले, मेरो परमेश्वर, यदि संसारमा म यसरी नै जिउनु छ भने चाहिँ गुरु मलाई यो संसारको यो पार्थिव शरीरलाई मारिदिनुहोस्, तर आत्मिक शरीरबाट मलाई उठाउनुहोस्। मलाई यो संसारमा जिउनु छैन। मेरो रुदा रुदा मेरो आँखाहरू सुनिएका थिए। म कमजोर भएको थिएँ। मेरो आँसुले सिरानी भिजेको थियो। म रुदा रुदा थाकिसकेको थिएँ। अनि प्रभुले मलाई एक दिन दर्शनमा डोर्याउनु भयो। एक दिन दर्शनमा डोर्याउनु भयो अनि उहाँले भन्नुभयो, छोरा, आज त मात्रै होइनस्, त जस्ता आज हजारौं व्यक्तिहरू छन् संसारमा रुँदैछन् अनि भन्दैछन् कि प्रभु मलाई कहिले सहायता गर्नुहुन्छ? संसारमा रुँदैछन्, देश विदेश गएका छन्, अशान्तिले रोइरहेका छन्, तर पनि तिनीहरूले न त शान्तिलाई पाउन सकेका छन्, न त सुरक्षालाई नै राम्रो पाउन सकेका छन्। तिनीहरू रुँदैछन् चङ्गाई हुनलाई, तिनीहरू रुँदैछन् छुटकारा हुनलाई, तर तिनीहरूले पाउन सकेको छैनन्। आज म तिमीलाई एकदम गहिरो रहस्यमा लान चाहन्छु मेरो छोरा। तिमी तयार हौ, तिमी तयार हौ भनेर प्रभुले मलाई भन्नुभयो। तिमी तयार हौ। अनि सुन, तिमीलाई थाहा छ, तिमी जब जब प्रार्थना गर्न आउँदछौ मेरो अगाडि, तिमी आउँदै गर्दाखेरि तिमी मसँग आउँछौ, तिमी रुन्छौ, तिमी गिडगिडाउँछौ, तिमी छाती पिट्छौ र तिम्रो आँखाहरू सुनिएका छन्, तिम्रो हृदयहरू फाटेको छ। तर तिम्रो छेउमा एउटा यस्तो कुरा आउँछ, त्यो कुराले चाहिँ तिमीलाई भन्छ कि तिमीले प्रार्थना गर्यौ, तिमीले रुयौ, तिमीले प्रभुको अगाडि आफूलाई नम्र बनायौ, प्रभुसँग तिमीले पुकारा गर्यौ, राम्रो गर्यौ, ठिक गर्यौ। अब तिमी यहाँबाट जाऊ र आफ्नो काम गर। तिमीले प्रार्थना गरे अनुसारै तिमी काम गर भनेर एउटा कुराले तिमीलाई यसरी भन्छ भनेर प्रभुले भन्नुभयो। अनि मैले यो कुरालाई दोधारमा भएँ। अनि मैले फेरि प्रभुलाई सोधेँ, यो कुरा चाहिँ के हो? यो कुरा त ठिकै छ त। तर प्रभुले भन्नुभयो, होइन, एउटा घमण्ड आउँछ, त्यो चाहिँ तिम्रो शत्रु हो। अनि त्यो घमण्डले चाहिँ के गर्छ भने तिमी प्रार्थना गर्दछौ, तिम्रो आँसुहरू बगेर जान्छ। अनि त्यो घमण्डले तिमीलाई के भन्छ भने, त्यो घमण्डले भन्छ, तिमी ठिक छौ, अब जाऊ, परमेश्वरले दिनुहुन्छ भनेर त्यो घमण्डले भन्छ। अनि त्यो घमण्डले गर्दा तिमी जान्छौ। तिमीलाई लाग्छ ठिक छ, तिम्रो नजरमा यसो हेर्दा परमेश्वरको इच्छा पनि यही हो कि भन्ने तिमीलाई लाग्छ, अनि तिमी जान्छौ। तर म तिमीलाई आज एउटा रहस्य भनिदिऊ, यो चाहिँ मेरो इच्छा होइन। तिमी जब रुँदै आउँछौ, तिम्रो परिवारको निम्ति जब रुन्छौ, तिमी जब तिम्रो सेवाकाईको लागि रुन्छौ, जब मण्डलीको लागि रुन्छौ, तिमी रुँदै गर्दाखेरि चाहिँ म केही कुराहरू तिमीलाई दिन लागेको हुन्छु, केही कुराहरू म भन्न लागेको हुन्छु, केही कुराहरू म तिमीलाई सिकाउन लागेको हुन्छु। तर तिमी फर्केर जान्छौ। मेरो प्रजाहरू ज्ञानको कामले नष्ट भएका छन्। मेरो आवाज तिमीले सुन्दैनौ। अनि तिमीले जब मेरो आवाज सुन्दैनौ अनि फेरि तिमी त्यही खाल्डोमा पर्छौ। तिम्रो विश्वास सही छ, तिम्रो विश्वास पूरा छ, तर पनि तिमी बार बार खाल्डोमा पर्दैछौ। कारण किन भन्दा यो कुराको ज्ञान तिमीमा नभएको कारण तिमी फस्दैछौ भनेर प्रभुले मलाई भन्नुभयो। यो प्रकाशलाई ध्यान दिएर सुन्नुहोस्। अनि आज हामी कतिपल्ट रुन्छौँ, प्रभुसँग गिडगिडाउँछौँ, अनि प्रार्थना गर्दछौँ, अनि हामी जान्छौँ। तर पवित्र आत्मा परमेश्वरले आज एउटा कुरा भन्दै हुनुहुन्छ मेरो प्रिय। प्रभुले भन्दै हुनुहुन्छ, हामी जब प्रार्थना गर्दछौँ, त्यो प्रार्थनाको गहिराईमा जाँदै गर्दाखेरि चाहिँ प्रभु मलाई दिनुहोस्, मलाई सहायता गर्नुहोस् मात्रै होइन, प्रभु तपाईँ अब के बोल्दै हुनुहुन्छ त्यो रहस्यलाई खोलिदिनुहोस् भनेर पुकार गर्नुपर्छ। मेरो प्रिय, आज शैतानले, आज तपाईँको शत्रुले चाहिँ तपाईँलाई यो कुरा भन्दछ, तिमीले प्रार्थना गर्यौ, ठिक छ त, अब तिमी निस्केर जाऊ भनेर घमण्डले भन्दछ। एउटा घमण्डको स्पिरिटले, त्यो आत्माले यो कुरा भन्दछ। अनि तपाईँ नजानुहोस्। जब तपाईँ त्यसले भन्दछ तिमीले प्रार्थना गर्यौ, ठिक छ, अब तिमी आफ्नो काममा गइहाल भन्दैछ भने तपाईँ होसियार हुनुहोस्। तर पवित्र आत्माले यो कुरा भन्दै हुनुहुन्छ कि तिमीले प्रार्थना गर्यौ, ठिक छ, तर अब तिमीले आफ्नो मनको कुरा मलाई भन्यौ, अब मेरो मनको कुरा पनि तिमी सुन। जब तिमीले आफ्नो कुरा मात्रै मलाई भन्छौ अनि तिमी गइहाल्छौ, अनि म तिमीलाई भन्न नै पाउँदिन, अनि न त म तिमीलाई दिन नै पाउँछु। तिमीलाई दिन नपाउँदा मेरो मन रुन्छ। प्रभुले भन्नुहुन्छ, म चाहिँ एउटा चराहरूलाई पनि म वास्ता गर्छु। त्योभन्दा तिमी धेरै मूलको छौ, धेरै मूल्यवान छौ, के म तिमीलाई वास्ता गर्दिन? म झन भावुक हुन लागे त्यो कुराले।
झन भावुक हुन लागे। प्रभुले आज उम्रिने, भोलि फुल्ने र केही समयपछि मर्ने त्यो घाँसलाई त परमेश्वरले सिंगार्नुहुन्छ भने तिमी त्यो भन्दा कति बहुमूल्य छौ, के म तिमीलाई दिन्न र? प्रभुले एउटै कुरा मजाले मलाई भन्नुभयो, मेरो छोरा तिमीले आफ्नो मनको कुरा मलाई भन्यौ, अब मेरो कुरा सुन। अनि जब तिमीले त्यो कुरालाई सुनिसक्छौ अनि त्यो अनुसार जब गर्छौ, त्यहाँबाट चाहिँ तिमीले चाहेको भन्दा पनि ज्यादा म गर्नेछु, चाहेको भन्दा पनि ज्यादा गर्नेछु। प्रभुले यो कुरा मलाई भन्नुभयो। यो कुराद्वारा तपाईँहरू आशिषित हुन सक्नुहुन्छ मेरो प्रिय। प्रभुले एउटै कुरा भन्नुहुन्छ, तिम्रो सबै कुरालाई मैले देखेको छु, तिम्रो परिस्थितिलाई मैले देखेको छु, तर प्रभुले आज भन्दै हुनुहुन्छ, तर पहिले उहाँको राज्य अनि उहाँको धार्मिकताको खोजी गर, त्यसपछि तिमीलाई सबै कुरा थपिनेछ भनेर मत्ती 6:33 भनेको छ। अनि यस कारणले हामी चाहिँ परमेश्वरलाई खोजी त गर्छौं, परमेश्वरसँग पुकारा त गर्छौं, अनि हामीलाई एउटा घमण्डको आत्माले के भन्दछ, तिमी ठिक छौ, तिमीले बिन्ती गर्यौ, तिमीले संगति गर्यौ, तिमीले प्रार्थना गर्यौ, अब तिमी जाऊ न आफ्नो ठाउँमा भनेर शत्रुले भन्दछ। तर परमेश्वरले भन्दै हुनुहुन्छ, तिमीले त्यति गरेर मात्र पुग्दैन, तर मेरो कुरालाई पनि सुन, मेरो वचनमाथि पनि तिमीले ध्यान देऊ। तर जब तिमीले वचनमाथि ध्यान दिन्छौ, जब मेरो कुरा सुन्छौ अनि त्यो अनुसार हिँड्दछौ, तिमीले आफ्नो प्रार्थनाको उत्तर छिट्टै नै पाउनेछौ भनेर प्रभुले मलाई भन्नुभयो। यो कुराले मलाई एकदमै धेरै उत्साह मिल्यो, एकदमै धेरै उत्साह मिल्यो। अनि मैले प्रभुलाई भने, प्रभु तपाईको इच्छा अनुसार जिउन चाहन्छु प्रभु, किनकि मूर्ख त म आफै रहेछु। आज यसरी नै कति व्यक्तिहरू आफै नै मूर्ख बनिरहनु भएको छ। हामी कतिपल्ट आफैले आफूलाई मूर्ख बनाइरहेका हुन्छौँ। यो कुरामा दोधार नहुनुहोस् मेरो प्रिय, दोधार नहुनुहोस्। परमेश्वरसँग सबै कुरा छ अनि हामी उहाँको छोराछोरी। जब बाउसँग सबै कुरा छ तर छोराछोरीले माग्दैछ, तर जब एउटा बुवाले, परमेश्वरले चाहिँ जब दिन लाग्नुहुन्छ, त्यो दिनुभन्दा अगाडि केही कुरा भन्न चाहनुहुन्छ, मेरो छोरा तिमीले यो तरिकाले माग्यौ भने म तिमीलाई दिन्छु नि, मेरो छोरा तिमीले यो गर्यौ भने चाहिँ म तिमीलाई दिन्छु, तिमी अझै यो कुरामा तयारी हुन बाँकी छ, तिमी तयारी हो अनि म दिन्छु भनेर परमेश्वरले भन्नुहुन्छ। तर परमेश्वरको त्यो आवाजलाई चाहिँ हामीले सुन्दैनौँ, अनि जब त्यो आवाजलाई हामीले सुन्दैनौँ फेरि आफ्नै तरिकाले जीवन जिउन थाल्छौँ। जब आफ्नै तरिकाले, आफ्नै योजनाले हामीले जीवन जिउँदछौँ, तब फेरि हामी जुन ठाउँबाट प्रार्थना गर्न उठेको त्यही ठाउँमा खस्छौँ, हामी माथि चढेर फेरि तल खस्छौँ। प्रभुले यो कुरा भन्दै हुनुहुन्छ, प्रिय तिमी लड्दा, तिमी चुक्दा मलाई पनि चोट लाग्छ, मलाई पनि दुःख लाग्छ, किनकि मसँग सबै कुरा छ, तिमीले माग्छौ तर मैले दिन सकेको छैन। कारण एउटै हो, त्यो चाहिँ मेरो समस्या होइन, त्यो चाहिँ तिम्रो समस्या हो भनेर प्रभुले भन्नुहुन्छ। अनि हाम्रो समस्या चाहिँ के भने, पुकारा गर्छौँ, प्रार्थना गर्छौँ, तर धैर्यता छैन, धैर्यता छैन। यसकारणले प्रभुले यो प्रकाशद्वारा आज तपाईँ अनि मलाई भन्न खोज्नु भएको कुरा, हामीले मागेको कुरा त प्रभुले दिनुहुन्छ, तर हामीले मागे सँगसँगै उहाँको आवाजलाई सुन्नुपर्छ। उहाँले भन्नुहुन्छ, मेरो भेडाहरूले मेरो आवाजलाई सुन्नेछन्। आमेन। उहाँको भेडा हामी हो भने हामीले आवाज सुन्नुपर्छ प्रिय, आवाज चाहिँ सुन्न सक्ने हुनुपर्छ अबको दिनमा चाहिँ हामी। आमेन। अनि अर्को कुरा प्रभुले भन्नुभयो, तिमीले माग्दाखेरि चाहिँ माग्दछौ तर तिमीले पाउँदैनौ, तिमीले रुदछौ, तिम्रो आँसुहरू बग्छ, तिमीले प्रार्थना गर्छौ तर तिमीले पाउँदैनौ, अनि नपाएपछि तिमी प्रार्थनै गर्न छोडिदिन्छौ, तिमी त्यो कुराको लागि प्रार्थनै गर्न छोडिदिन्छौ। तर म तिमीलाई आज एउटा कुरा भन्छु भनेर प्रभुले भन्नुभयो। त्यो कुरा चाहिँ के हो भने, मत्ती 7:7 हुनेछ, माग तिमीले पाउनेछौ, खोज तिमीले भेटाउनेछौ, ढकढक्याउ त तिम्रो निम्ति उगार्नेछ। तर प्रभुले योबाट एउटा रहस्यको कुरालाई भन्नुभयो। त्यो कुरा चाहिँ के हो भने, तिमीले यस्तो यस्तो कुराहरूलाई माग जुन कुराद्वारा चाहिँ मेरो महिमा पनि पुग्योस्, मेरो निम्ति अथवा मेरो महिमाको काम पनि त्यो कुराद्वारा होस् भनेर प्रभुले भन्नुभयो। तपाईँ पढ्नको लागि ज्ञानको कुरालाई माग्दै हुनुहुन्छ भने परमेश्वरले दिनुहुन्छ, तर तपाईँ संसारको ज्ञानलाई मात्रै पढ्ने होइन, तर बाइबलको ज्ञानलाई पनि पढ्नुहोस्, बाइबलको वचनलाई पनि पढ्नुहोस्। तपाईँ बुद्धिको कुरा माग्दै हुनुहुन्छ भने तपाईँले शायरीहरू, विभिन्न कुरा होइन, तर परमेश्वरसँगको सम्बन्धको त्यो बुद्धिको कुराहरूलाई प्रकाश गर्नुहोस्। तपाईँले संसारमा आर्थिक कुराको लागि, मेरो प्रभु म के गरौँ, के ढुङ्गा माटो खाएर बाँचौँ, यस्तो परिस्थिति कंगाल अवस्थामा हुनुहुन्छ, तपाईँले यसरी माग्नुहोस्, प्रभु मलाई त्यो आर्थिक कुरा जुटाइदिनुहोस्, अनि त्यो आर्थिक कुरा जसरी जोड्छ अनि म फेरि त्यो कुराबाट तपाईँको पनि महिमा गर्नेछु। यो कुरा माग्नुहोस् प्रिय। हामी माग्दछौँ परमेश्वरसँग, प्रभु मलाई 10,000 को अभाव छ, जुटाइदिनुहोस्। प्रभुले कतिपल्ट जुटाइदिनुहुन्छ, अनि 10 अंश राख्ने बेलामा चाहिँ ओहो 1,000 भए पनि घट्छ, हुँदैन भनेर हिँड्नुहुन्छ। प्रभु फेरि रुनुहुन्छ अनि दुखित हुनुहुन्छ। अनि प्रभुले यही कुरा भन्नुहुन्छ,
तिमीले माग्छौ तर ठिक किसिमले माग्दैनौ, यसकारण पूरा हुँदैन। आज म तपाईलाई भन्नु प्रिय, आज हामीले माग्दाखेरि चाहिँ नि परमेश्वरलाई महिमा पुग्ने कुरा पनि मागौं। अनि हामीले जहिले पनि मैले एउटा कुरा यहाँबाट भन्न खोजेको, जस्तो सुकै प्रार्थना गर्नुहोस् प्रभुले उत्तर दिनुहुन्छ। किनभने प्रभुले भन्नु यदि तिमी ममा रह्यौ भने तिमीले जे इच्छा लाग्छ माग अनि त्यो म तिम्रो निम्ति पूरा गर्छु भनेर यूहन्ना 15:7 भन्नुभयो। प्रभुमा रहने व्यक्तिले कहिले नि गलत कुरा माग्नु हुँदैन। आमेन। गलत कुरा माग्नु हुँदैन। तपाईको नजरमा ठिक लाग्ला अनि तपाईले मागिहाल्नु होला, त्यो हैन। पहिले प्रार्थना गर्नुहोस् अनि योजना बनाउनुहोस् अनि माग्नुहोस्। त्यहाँबाट चाहिँ प्रभुले त्यो कुरा गर्नुहुन्छ। आमेन। र म तपाईलाई आज यही उत्साह दिन चाहन्छु मेरो प्रिय। आज तपाईहरु पनि कतिजना यसरी रोदै हुनु होला, प्रभु तपाई कहिलेसम्म मलाई उत्तर दिनुहुन्न, बरु यो संसारमा जिउनु भन्दा त प्रभु मलाई स्वर्गमा लानुहोस् भनेर कतिजना व्यक्तिहरु रुदै हुनु होला। तर आज म तपाईलाई यो उत्साह दिदैछु, यो 57को वचनलाई म घोषणा गर्दैछु मेरो प्रिय। आज यो कुरालाई बुझ्नुहोस्, तपाई एको र आफ्नो कुरा मात्र प्रभुलाई नभन्नुहोस्, तर प्रभुको कुरालाई पनि सुन्नुहोस् अनि यस्तो कुरा माग्नुहोस् जुन कुराद्वारा चाहिँ तपाईको अभाव पनि पूरा होस् र परमेश्वरको महिमाको कामलाई पनि अगाडि बढ्ने एउटा बाटो होस्। प्रचारकहरूलाई सहायता गर्नुहोस्, परमेश्वरको जनहरूलाई सहायता गर्न सक्नुहुन्छ। एक गिलास पानी दिनुभयो भने तपाईको इनाम गुम्ने छैन। आमेन। गुम्दैन तपाईको इनाम। त्यही भएको कारणले गर्दाखेरि मैले तपाईलाई आज यो एउटै रहस्यलाई म खोलिदिन लागेको छु। त्यो रहस्य चाहिँ यही हो कि परमेश्वरले तपाईलाई एफिसी 3को 20 अनुसार चाहेको भन्दा पनि ज्यादा दिन चाहनुहुन्छ। तर तपाई लिनु भन्दा अगाडि नै तपाईमा एउटा घमण्ड आउँछ। तपाई अनि ममा एउटा घमण्ड आउँछ अनि त्यसले हामीलाई ठेलेर लान्छ। तैले प्रार्थना गरिस् ठिक छ, अब जा। प्रार्थना गरिस् ठिक छ, रुइस आँसु त बगाइस् नि, जा न। तपाईको नजरमा लाग्छ ठिकै होला, तर चाहिँ शैतानको हतियार हो। शैतानको हतियारलाई आजबाट टुक्र्याउनुहोस्। आमेन। जब तपाईले यो शैतानको हतियारलाई टुक्र्याउनुहुन्छ, जब त्यो घमण्ड भन्ने कुरालाई चाहिँ सम्पूर्ण रूपमा जीवनबाटै निकालेर फ्याँकिदिनुहुन्छ, त्यहाँबाट तपाईले हेर्नुहोस् आफ्नो जीवनलाई कति गुलियो, कति मिठो र कति उत्साहजनक हुनेछ तपाईको जीवन। आमेन। र यसकारणले गर्दाखेरि तपाई प्रभुमा बढ्दै हुनुहुन्छ भने अझै म तपाईलाई उत्साह दिन चाहन्छु। पहिले चाहिँ परमेश्वरको राज्य अनि उहाँको धार्मिकता, उहाँको वचन र पवित्रता, प्रार्थना, घनिष्ठ संगति, सेवा, विभिन्न घनिष्ठ सम्बन्धलाई सबै कुरालाई कायम राख्नुहोस्। सबै कुराहरूलाई अंगाल्नुहोस् र सबै कुरामा आफैलाई भक्तिमा तालिम दिनुहोस्। परमेश्वरले तपाईको जीवनमा अचम्मको कुराहरूलाई गर्न थाल्नुहुन्छ। अचम्मको र अद्भुत कुराहरूलाई गर्न थाल्नुहुन्छ। आमेन। आमेन। तपाईलाई थाहा छ कतिपल्ट म प्रार्थना गर्दा गर्दै शारीरिक कुराको लागि प्रार्थना गर्दै बिर्सिन्छु कि प्रभु मलाई यो दिनुहोस् त्यो दिनुहोस् भन्ने म हतपति माग्नै सक्दिनँ, माग्नै इच्छै लाग्दैन। अनि प्रभुले यो कुरा भन्नुहुन्छ तपाईलाई थाहा छ, माग्नु चाहिँ पर्छ, माग्नुपर्छ। मैले यसको मतलब माग्नु हुँदैन भनेको होइन, फेरि माग्नुपर्छ। तर हामीले जति कुरा शरीरको लागि माग्दछौँ, संसारमा हामी रहनको लागि, हाम्रो सहजीकरणको लागि माग्दछौँ, त्यो भन्दा धेरै चाहिँ हामीले परमेश्वरसँग नजिक हुन सकौं। प्रभु मेरो अभिलाषाहरूलाई मार्नुहोस्, मेरो सोच विचारहरूलाई मार्नुहोस्। प्रभुले भन्नुहुन्छ जब तिमीले आफ्नो संसारको सोच विचारलाई चाहिँ डल्लै मार्दछौ नि, अनि मेरो सोच विचारले तिम्रो जीवनमा कार्य गर्छ, अनि त्यो सोच विचारले चाहिँ मबाट अलग होइन तर मेरो महिमाको नजिक 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 ल्याउँछ। आमेन। कति खुसीको कुरा छ। त्यही भएको कारणले आज म तपाईलाई यो उत्साह दिँदैछु र आगामी दिनहरुमा पनि म तपाईसँग जोडिने नै छु। तपाईहरुले केही कुरा इच्छा लागे, मनमा लागे, तपाईले भन्न सक्नुहुन्छ, मेरो लागि प्रार्थना गर्नुहोस् अनि म तपाईको लागि गर्नेछु। र हुन्छ, आजको यो वचनलाई म यतिमै राख्दछु र फेरि हामी भेट हुनेछौँ। सबैलाई जय मसीह। र यतिन्जेलसम्म हेरेर बस्नुभयो धेरै धेरै धन्यवाद। अझै तपाईलाई यो भिडियो मन परेमा शेयर गर्नु होला। हुन्छ, धन्यवाद।